नमस्ते सम्पूर्णमा मेरो युट्युब च्यानल हेरेर बस्नुहुने दर्शकबिन्दुहरुमा आज चाहिँ म आर्चरी धनुष बाण को लागि चाहिँ हामीहरु प्र्याक्टिस गर्न लागि खेलाडीहरुसँग आएको छौं। प्र्याक्टिस गर्दैछ हाम्रो केटाहरु। ल हाम्रो सबभन्दा जेनिएक्स भन्न आएछ। जेन वाई अरु जेन जी हो। हाम्रो एकजना मात्रै जेन वाई छ यहाँ अहिले। खिङ्गाको एकदमै धमाकेदार प्लेयर नो मिस। खेलाडीहरु चाहिँ अब दिनदिनै यहाँ अब प्र्याक्टिस गर्दैछ। थोरङपास युवा क्लबका खेलाडीहरु आर्चरी अर्थात् आधुनिक धनुष बाणको प्र्याक्टिस गर्न गइरहेको छौं। यो आर्चरी चाहिँ अहिले मुस्ताङ जिल्लामा धेरै नै प्रचलित र प्रख्यात छ र विभिन्न गाउँहरुमा यस आर्चरीको टुर्नामेन्ट भइरहेको हुन्छ र त्यसको लागि चाहिँ हामी खिङ्गा स्थित थोरङपास युवा क्लबका खेलाडीहरु प्रत्येक दिन यस आर्चरीको प्र्याक्टिस गर्न गइरहेका छौं र अहिले हाम्रो यहाँ हान्दै हुनुहुन्छ खेलाडीहरु। यो चाहिँ हाम्रो आर्चरी बो हो। यो आधुनिक धनुष बाण अहिले चाहिँ यो परम्परागत धनुष बाणलाई हामी अब यो टुर्नामेन्टहरुमा प्रयोग गर्ने गर्छौं र आफ्नो चाडबाड तपाईको यारतुङ भच्याङहरुमा चाहिँ हामीले आफ्नै परम्परागत धनुष बाण नै चलाउने गर्छौं र खेल्ने गर्छौं। यो आर्चरीमा एउटा बो हुन्छ, त्यस्तै गरी दुईटा एरो हुन्छ र दुईटा एरो चाहिँ यो काठको बोर्डमा हान्नुपर्ने हुन्छ र यो काठदेखि त्यस काठसम्मको दूरी चाहिँ लगभग यस हाम्रो गाउँमा चाहिँ 33 मिटरको रहेको छ र विभिन्न गाउँमा फरक दूरी भएको पाइन्छ र यो एरो तीर चाहिँ दुईटामा एक हाने भने 1 पोइन्ट र दुवै लायो भने 2 पोइन्ट गन्ने गरिन्छ र हाम्रो केटाहरु चाहिँ हाम्रो खेलाडीहरु चाहिँ अहिले प्र्याक्टिसमा एकदमै व्यस्त छन्। शान्त मोडमा यो खेल चाहिँ एकदमै अनुशासित र शान्तपूर्वक खेल्नुपर्ने हुन्छ र त्यसैले चाहिँ यो चाहिँ अहिले एकदमै मुस्ताङ जिल्लामा यो आर्चरी चाहिँ एकदमै धेरै ठाउँमा खेल्ने गरिन्छ र यो खेल पनि एकदम प्रख्यात हुँदै गइरहेको छ र यो आर्चरीको कारणले पनि अब मुस्ताङका खेलाडीहरु नि भविष्यमा राष्ट्रिय प्रतियोगिताहरुमा पनि भाग लिने सम्भावना प्रबल देखिएको छ र आगामी दिनमा पक्कै पनि मुस्ताङबाट पनि आर्चरी टुर्नामेन्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा सहभागिता जनाउँछ भन्ने आशा लिएको छु। धन्यवाद।